हेलो हेलो साथीहरू, यो चाहिँ हाम्रो पिकनिक मनाउँदैछु आज। हाम्रो पाराङले यहाँ मासु चिउरा गम गम दबाउँदैछ। यो चाहिँ गोर्खा दबाउँदैछ हाम्रो दादाले। दादाले हान्छ। फाइनली गाइज हेर्नुहोस्, अब चाहिँ चिसो चिसो मौसममा गाह्रो गाह्रै छ। हेलो हेलो फाइनली गाइज हामी चाहिँ यहाँ फोटो सोटो खिच्ने कार्यक्रम भइरहेछ। हाम्रो दाजुभाइ दिदीबहिनीहरू यता हुनुहुन्छ। सिरिरी हावा चलिरहेछ, कान चिसो चिसो भइरहेछ लाकुरी भन्ज्याङमा। हेर्नुहोस् यहाँनिर यो चाहिँ मेरो बहिनी हो, हाँसिरहेछ ऊ, मुसुक्क हाँस्या छ। यो चाहिँ दिदी हो, जाडो भएर। यो चाहिँ हाम्रो दादाको फ्यामिली, यो चाहिँ हाम्रो दादाको फ्यामिली हो, छोरी हो। यहाँ भान्जी पनि छ। ल ल ल ल ल भान्जी ल ल ल ल हाँस्यो हाँस्यो हाँस्यो। ल ठिक छ, ल ठिक छ ठिक छ। यो चाहिँ भेना हो, खुबै फुर्ती गर्थ्यो जाडोमा जाने भनेर, लास्टमा जाडोमा ज्याकेटलाई पनि थामेन भनेर रुन लागिरहेछ मान्छे सर्लक्क बखर जापान गर्ने हल्का। यो चाहिँ हाम्रो माझ्याङबा ज्वाइँ 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 हो। आफ्नो धुनमा छन् सबै। हेर्नुहोस् फोटो खिच्दैछ। यो चाहिँ हाम्रो खुन्डे हो, हाँस्दैछन् आफ्नै धुनमा। हाई हेलो, लाइक करो, लाइक सब्सक्राइब गर्नुहोस्, माया गर्नुहोस् है साथीहरू। हस् भाइ। अब चाहिँ हाम्रो जाडोमा हल्का पिरो पिरो चस्छ चटपटे कार्यक्रम हुँदैछ। हेर्नुहोस् चटपटे।